डाक्टर आलम भन्ने एउटा पाखण्ड कडी भन्दा कडी सजा र फाँसीको सजा दिनु भनेर हामी तिनसुकिया जिल्ला समितिले आह्वान गर्न चाहन्छौँ। सोझै हामी हात काटिदिन हामी पुकार दिन चाहन्छौँ। नमस्ते दर्शकबिन, म जतन प्रधान मिलन दिदीको साथमा गोर्खा आवाज लाइभको सम्पूर्ण दर्शकबिन्दलाई स्वागत गर्दै आज जो मार्घेट सिभिलको चिकित्सकले जो जघन्य काण्ड गर्यो त्यसको विरुद्धमा आज अखिल असम गोर्खा छात्र संघ तिनसुकिया जिल्ला समिति पुरा कठोर भएको छ र उहाँहरू आज तिनसुकिया जिल्लाको माझमझिया यो चारालीमा उपस्थित भएर उहाँहरूले आफ्नो प्रतिक्रिया राख्नु हुँदैछ र सोझै हाम्रो सामने तिनसुकिया जिल्ला समितिका सम्पादक शेखर गुरुङजी हुनुहुन्छ, उहाँबाट उहाँको प्रतिक्रिया जान्न जाँदैछु। आज मार्घेटा असामरिक चिकित्सालय जुन मार्घेटाको चिकित्सक एकजना डाक्टर आलम भन्ने एउटा पाखण्ड डाक्टरले हाम्रो चेलीबेटीलाई उनले जुन धर्खन गर्ने जुन प्रयास गरेकोमा हामी उसलाई एकदम तीव्र भाषाले हामी गरिहना दिन चाहन्छौँ। साथसाथै हामी सरकारलाई प्रशासनलाई एउटा भन्न चाहन्छौँ, अति चाँडै त्यस पाखण्डको लाइसेन्स क्यान्सल गरेर त्यसलाई आइनको पद्धतिले त्यसलाई कडी भन्दा कडी सजा र फाँसीको सजा दिनु भनेर हामी तिनसुकिया जिल्ला समितिले आह्वान गर्न चाहन्छौँ। भविष्यमा पनि यस्तो खालको यदि कुनै व्यक्तिले हाम्रो चेलीबेटीलाई नजर लगाउँछ र हाम्रो चेलीबेटीलाई हात उठाउँछ भने हामी त्यस व्यक्तिलाई हामी कुनै पनि माफ गर्नेवाला छैनौँ। र आज जुन प्रकारको हामीले देख्नु पायौँ जे हाम्रो एउटा 22 वर्षको चेलीलाई आज उसले एउटा नोकरी दिने भनेर एउटा प्रलोभनको एउटा उसमा राखेर आज भित्री नै उसले विभिन्न रकमको निर्यातन जस्तो काम एउटा गरेर आज त्यो बहिनीलाई आज मेन्टली माने उसलाई टर्चर गरेर आज जुन प्रकारले त्यो बहिनीलाई आज यस्तो एउटा डर पसाएको छ त्यसलाई हामी तीव्र भाषाले हामी गरिहन दिन चाहन्छौँ। र आगन्तुक दिनमा सरकार तथा प्रशासनले अति चाँडै त्यसलाई आइनी व्यवस्था गरेर फाँसीको सजा दिनु भनेर हामी आह्वान गर्न चाहन्छौँ। र साथसाथै हामी दाबी जनाउँछौँ, नत्र भए हामी अखिल असम गोर्खा छात्र संघ तिनसुकिया जिल्ला समिति हामी प्रतिवाद गर्नेछौँ र हामी आन्दोलन पनि गर्नेछौँ। यसमा भोलिको दिनमा यसको दायी सरकार तथा प्रशासन दायी हुनेछ। धन्यवाद।